गाइज फाइनल्ली मैले पनि पाएको भेटाएँ साथीहरू। फाइनल्ली मैले चाहिँ ओसारेर भ्याएँ। कस्तो सर हावा। हेलो नमस्ते सबैजनालाई, इट्स मी अञ्जली थापा मगर, तपाईँको प्यारी अञ्जली हो म चाहिँ। अनि तपाईँहरूको माझ अलिकता सानो भिडियोहरू लिएर आउँछु भनेको थिएँ मैले पहिल्यै। अब गाउँमा गइसकेपछि, घर गएपछि चाहिँ म सानो भिडियोहरू, थोरै भिडियोहरू युट्युबमा हाल्दै आउँछु भनेको थिएँ। तर मैले नेटको प्रब्लमले गर्दाखेरि हाल्न पाएन। अनि त्यसपछि नेट त चल्थ्यो, एनसेलबाट यसरी प्याक डाटाहरू तानेर अलिअलि चल्थ्यो, तर अलिअलि चल्थ्यो। अनि वाइफाई पनि हामीले जोडेको छैन नि त घरमा। अब सधैँ बस्ने भएको भए त हामी पनि जोड्थ्यौँ होला। अब घरमा नि त्यस्तो चलाउने अब भएन, अनि त्यही भएर हामीले जोडेको छैन कि नेट वाइफाई। अनि हामीहरू चाहिँ कतिको इन्जोय गरेथ्यौँ त गाउँमा गएर। अनि गाउँमा गएर यति रमाइलो कतिको गरेथ्यौँ। अब त्यही अनुसार हामीले सानो क्लिपहरू मेरो बुढाले चाहिँ, अनि अब भिडियो अब त्यसरी हाल्न नपाए पनि थोरै भिडियोहरू बनाऊ, अनि भिडियो बनाएपछि काठमाडौँ गएर हाल न त भनेर भन्नुभएको थियो। अनि मैले चाहिँ भिडियो बनाएको छु, मैले भिडियो बनाएर नै राखेको छु। अनि अलिअलि घुमेको खाएको अलिअलि भिडियोहरू छ, त्यही हेरिदिनु होला। सबैजनाले माया गरिदिनु होला मलाई र मेरो बुढालाई चाहिँ, साथ सपोर्ट दिनु होला। त्यो भिडियो लिएर सबैजनाले इन्जोय गर्नु होला। गाउँ भनेको गाउँ हो, सहर जस्तो हुँदैन। गाउँमा रमाइलो हुन्छ, जे गरे पनि अर्ग्यानिक खानाहरू लिएर सबै अर्ग्यानिक हुन्छ होइन। अनि प्लस एकदमै रमाइलो के, गाउँ भनेपछि एकदम रमाइलो भनेपछि रमाइलो के। मलाई चाहिँ बगस आफ्नो कर्म घर चाहिँ मलाई त एकदम गाइज भिडियोहरू हेर्नु ल। बाई, इन्जोय गर। हेलो साथीहरू, म फेरि पनि आएर तपाईँहरूको सामु म चाहिँ तपाईँहरूलाई के देखाउन जान लागेको छु भनेपछि, मलाई चाहिँ तपाईँहरूलाई एउटा यस्तो चिज देखाउन चाहन्छु कि तपाईँहरूले चिन्नुहुन्छ कि हुँदैन। गाउँमा हुनुहुन्छ भने गाउँमा बसेको मान्छेहरूले चाहिँ चिन्नुहुन्छ, सहरमा चाहिँ अलिकति चिन्न अलि मुस्किलै हुन्छ। मैले चाहिँ पहिल्यैदेखि चिन्थेँ है। फाइनल्ली गाइजहरू म के देखाउन चाहन्छु भनेपछि, मैले चाहिँ यत्रो यो भिरहरू पाकाहरूमा चाहिँ मेरो बुढाले खोज्नु भएको, मैले चाहिँ होइन। म चाहिँ समात्दै हिँड्दै गरेँ थिएँ, कलेक्सन गर्दै। नत्र भने चाहिँ अझै लिन जान बाँकी छ त्यहाँ ब्यागको, म ब्यागको देखाउँदैछु क्या भनिहालेँ ल। ठिकै छ गाइजहरू, बाघको खाना आउनुहोस् ल। हेर्नुहोस् बाघको यस्तरी फल्छ, बाघको चाहिँ यस्तरी सुइरा लाएर। मलाई त थाहा थिएन यो तल गाना सायद टिप्छ भनेर। मेरो बुढाले चाहिँ गाना सायद टिप्छ भनेर भन्नुभएको थियो। अनि त्यो गाना चाहिँ लिएर आउनुभएको छ। हामी चाहिँ साथीहरू फाइनल्ली मैले चाहिँ ओसारेर भ्याएँ। कस्तो सर हावा छ यहाँ। म एक्लै बोलिरहेको छु, मेरो बुढो मलाई छोडेर यो खोला छ नि, यो खोलाको उतापट्टिको डाँडामा जानुभयो जस्तो छ। मलाई यहाँ बस अलि उता बस भनेर मलाई छोडेर जानुभयो। अब मलाई डर लाग्यो मनमा। अनि त्यही भएर चाहिँ म तपाईँहरूको सामु बोल्न आएको। एक्लै बोल्यो भने पनि नि डरमै हराउँछ अरे के। अनि कस्तो यहाँ त डाटा नि नचलेको के। अनि म चाहिँ भूत भछु। म यहाँ दौडिन भाइ, केही होइन विकल्प। यहाँ हेर्नुहोस् त्यहाँ देख्नु भएको छ मेरो हस्बेन्डलाई। गाइज फाइनल्ली मैले पनि पाएको भेटाएँ। यहाँ कस्तो अँधेरो आहा। मेरो बुढाहरू यहाँ बाघको छोडेर जानुभयो क्या। फोटो खिचिदिन्छु बरु। गाइजहरू मेरो बुढालाई देख्नु भएको छ? हाई भन्देऊ न पन्टु। हाई दे मेरो बुढाले चाहिँ उता जानुभयो। अनि त्यसपछि मेरो बुढा हेर्न, उहाँ यत्रो खोला छ। अनि म कसरी जानु होइन गाइजहरू, यस्तो खोला छ। यो मलाई होइन बिपना मिसले मलाई चप्पल यो लैजाऊ लाउनुहुन्छ कहिलेकाहीँ यताउति भन्दै थियो। तर मैले किन्न मानेको थिएन कि यो चप्पल होइन। तर मिस तपाईँलाई धेरै मिस गरेको छु क्या। तपाईँले मलाई यो चप्पल किन भन्नुहुन्थ्यो नि त, कहिलेकाहीँ चाहिन्छ भनेर। यति यो यहाँ चाहिँ घरमा चाहिँ यो चप्पल यति काम लाग्यो कि म बरु त्यस्तो फितावाला चप्पल लाएर हिँड्न जान्दिनँ यतातिर, बरु यो लाएर हिँड्न चाहिँ एकदम कम्फर्ट भयो। अनि त्यसपछि प्लस घाम पनि यत्रो टन्टलाट छ, काली हुन्थ्यो भनेर क्याप पनि ल्याएर आएको छु। क्याप पनि किनेँ, यो पनि मिससँगै गएर किनेको हो। जे होस्
तर जो धेरै काम लागेछ यहाँ आएर जाजरकोटमा आएर चाहिँ यो टोपी अनि यो चप्पल अनि एकदमै काम लागेछ साथीहरू। यस्तो छ भ्यूहरू हेर्नु त मेरो जाजरकोट खलङ्गा। मेरो बाबा चाहिँ सुतिरहेछ, सुत्न दिनुहोस्। फेरि यस्तो छ गाइजहरू हेर्नुहोस्। मलाई चाहिँ एकदम डर डर लाग्यो चाहिँ मनमा, अनि त्यही भएर चाहिँ म कराइरहेको छु गाइजहरू। यस्तो छ खोला हेर्नुहोस्। त्यहाँ गाउँ हल्का गाउँ छ, त्यो मेरो गाउँ हो। हेर बाको खोज्न हिँडेको। हाम फाला है नफाला। यस्तो बाको फुल्छ, यस्तो कम त दुःख छ बाको खोज्न यस्तो भिरबारमा। हिजो गाडीमा आउँदा आउँदै के अरे 2-3वटा बाकोलाई 100 रुपियाँ रे। मालामाल हुने रहेछ त यस्तो बाको खोजेर भेटायो भने त हौ, पैसा त कमाइदो रहेछ त। यस्तो बाको पुरै बाको हो। अहिले चाहिँ अलिक सुक्यो रहेछ, त्यही पनि ठिकै छ, त्यस्तो छैन। हेर त माथि माथि चढेको। मन जान्छु भनेको हिँड्न सक्दैन भनेर दिए पो। हेर्नुहोस् गाइजहरू मेरो बुढा चाहिँ माथि पुग्नु भयो। यस्तो दुःख हुन्छ बाको खोज्न। जानुभयो हेर्नु हेर्नु कहाँ गएको होला। ल तरेको हेर्नु। अलि पछि सर, अलि पछि जाऊ, पछि जाऊ क्या। हेलो साथीहरू, लाग्यो बाको बेच्न। यसमा अनि त्यसमा सबै प्लास्टिक। साथीहरू म फेरि पनि तपाईँहरूको माझमा फेरि आएँ। मलाई चाहिँ पौडी खेल्न नआएर म चाहिँ यहाँ बसिरहेको छु। म र मेरो बाकोसित त्यहीँ बसिरहेको छु। अनि मेरो बुढा त पौडी खेलेर हुवा गइसक्नु भयो। मलाई लिन आऊ के। अब म के गर्ने होला हेर्नु त। कहाँ यहाँबाट देखेछ कि देखेको छैन मलाई लिनु। यहाँ फलेछ हेर्नु। हेर्नुहोस् है यो टोपीले। हजुर काठले के यसरी खल्यो देख्नु हो गाइजहरू। त्यसको तल भन्थ्यो त कहाँ। बाको यसरी फल्छ हेर्नुभयो त गाइज। यहाँ अर्को पनि छ अरे, कता देख्नु ल तपाईँहरूले हेर्नु त। मैले चाहिँ भेटाएन, त्यसको ठ्याक्कै तल भन्नु नि सँगै। हेलो साथीहरू, मेरो भिडियो चाहिँ त्यति नै हुन्छ। अनि सबैजनाले हेरेर लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। मेरो भिडियो सबैजनाले माया गरिदिनु होला, सबैजनाले हेरिदिनु होला। त्यति नै हो भिडियो। मेरो फर्स्ट भ्लग हो यो चाहिँ, भ्लग भिडियो। बाई।